अहिलेको त यो जुन यो धान्नेवाला फालिरहेछ नि, यो फाल्नुभन्दा अगाडि तपाईँको चाहिँ गुबोमा एउटा यो अमेरिकन आर्मी फौजी किरा भन्ने लाग्छ यसमा चाहिँ, होइन, आर्मी ओम भन्ने किरा, जसले गर्दाखेरि यसो गुबोलाई मात्रै खान्छ क्या। भित्र जुन पलाउने भाग हुन्छ त्यो गुबोलाई खाइदिन्छ। त्यसले गर्दाखेरि यो राम्रोसँग जुन पलाउन नसक्ने जुन भित्रको यो जुन यो के भन्छ यो धान्नेवाला छ नि, यो राम्रोसँग नआउने कारणले गर्दाखेरि असर गर्छ। यो किराको लागि तपाईँले चाहिँ एकदमै व्यवस्थापन, यसको लागि चाहिँ एउटा फल्युर भन्ने पाउँछ बजारमा। हामीले यदि जैविक तरिकाले नियन्त्रण गर्ने हो भने सकभर त हामी विषादी प्रयोग गर्दै नगर्ने भन्छौँ, जसले गर्दा हाम्रो मानव स्वास्थ्यमा पनि असर गर्ने र वातावरण पनि असर गर्ने गर्दछ। त्यसले गर्दा हामीले त्यो फल्युरलाई हामीले मकै लगाउने बित्तिकै प्रति कट्ठा कमसेकम 5 देखि 6 वटा त्यो ट्र्याप हुन्छ एउटा तपाईँको, त्यो हामी देखाउन सकेनौँ, त्यो ल्याएर राखिदिनु भयो भने त्यो किराहरू जुन यसको लाग्ने पुतली छ त्यो पुतलीको भाले किरा चाहिँ त्यसले आकर्षण गरेर मारिदिन्छ र त्यहाँबाट जुन पोथीले पछि गएर यो मकै बढ्दै गर्छ। त्यतिखेर के भन्छ त्यो पुतली सक्रिय भएर चाहिँ त्यसले फुल पारे पनि भाले त पहिले गएर त्यो थुनिसकेको हुन्छ पासोमा, त्यसले कन्ट्रोल गर्दाखेरि त्यसले गएर फुल पारे पनि बतासे फुल पार्छ र त्यसलाई कमभन्दा कम कन्ट्रोल गर्न सकिन्छ। यदि होइन एकदम व्यापक भइसक्यो, हामीले त्यो पासो राख्दा पनि कन्ट्रोल भएन भने बजारमा तपाईँको चाहिँ इमामेक्टिन बेन्जोइट भन्ने नामक दानादार एउटा विषादी पाउँछ। त्यो विषादी तपाईँले चाहिँ प्रयोग गर्दाखेरि यस्तै सर स्प्रे भन्दा पनि गुबोमा तपाईँले प्रयोग गरेर राखिदिनु भयो भने त्यो सुरुमा त 1-2 ठाउँमा देखिन्छ। यो उतिखेर तपाईँले प्रयोग गर्नुभयो भने त्यो एकदम निर्मूल हुन्छ। तपाईँ चाहिँ खेतीबारीमा नियमित अवलोकन गर्नु भएन, केही दिनपछि तपाईँ 1 हप्ता 2 हप्तापछि आउँदाखेरि व्यापक रूपमा फैलिसकेको अवस्थामा चाहिँ त्यो कन्ट्रोल गर्नको लागि त्यही विकल्प नै हो, विषादी नै प्रयोग गर्नुपर्छ। तर जैविक तरिकाले गर्ने हो भने तपाईँले के गर्नु पर्यो, त्यो फल्युर भन्ने एउटा चाहिँ फेरोमेन ट्र्याप हुन्छ, त्यो ट्र्यापबाट चाहिँ हामीले विषादी नहालेरै पनि त्यो किरालाई नियन्त्रण गर्न सक्छौँ। त्यसो गऱ्यो भने पनि तपाईँले भने जस्तै यो किराबाट जति हामीले किराले खायो मकै जति तपाईँको चाहिँ यो पलाउन सकेन फाल्न भन्दा उत्पादन घट्ने हो। त्यो पनि एउटा किराको लागि चाहिँ नियन्त्रणको एउटा उपाय हो। त्यसको लागि तपाईँले समयमै दैनिक रूपमा जस्तो तपाईँले खेतीबारी अवलोकन गरिसके पश्चात त्यो प्रविधि अपनाउनु भयो भने तपाईँले यो किराबाट हुने नोक्सानीबाट बचाउन सक्नुहुन्छ।